दर्शक बिन्दु महानुभावहरु टिमुर मात्र फ्रीमा ओहो नि टिमुर अब गयो है बाइ 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 हाम्रो गुगल म्यापले देखेको चुले डाँडा भनेको ठाउँमा गएर सिलगढी सिलङकोट चुले डाँडा भनेको खुले डाँडा भएछ त्यो बाटो नजाने होला मिस्टेक गुगल म्याप डोन्ट ट्रस्ट अन गुगल म्याप अब हामी यहाँबाट सेम ठ्याक्कै त कौडा लेक जाने बाटो पाँचटारीबाट भित्र खिच्छ त्यहीबाट जान्छ नाले त हेर बाबु काम तिमीलाई अघि माथिबाट देखेको फाटे त्यो हावाबाट देखेको हाम्रो यहाँतिर जाउने वहाँ त गेट त देखेको फाट फाटको बिचरा आइदिएन धन्नैले यहाँको खेतभित्र पुगाएन त्यो गुगल म्यापले ल अहिले चाहिँ माथागढी गाउँपालिका हामी इन्टर गरियो अघि गएको हामी यता टुप्पामा दुईटा रुखको उयो दुईटा रुख होला त्यो दुईटा रुख होला कि सिधा दुईटा रुख होला त्यही त त्यहाँ पुगेर वेलकम रिटर्न ब्याक टु फेरि यहाँ यता चाहिँ बस अलिक गरिँदो रहेछ यहाँ चाहिँ पारसर गरिँदो रहेछ ससुराली कहाँ तिम्रो ससुराली पारसर यतै हो कि पारसर ऊ यही हो कि बाटो चाहिँ रद्द ल अब यहाँबाट जानुपर्ने हुन्छ गरिँदो 12 बजे हराइसम्म हामी कतिखेर पुगिन्छ कौडा लेक जाने बाटो सेम रहेछ त्यही जान ल माथागढी माथागढी सिलेको चिसो भयो है 11:30 बज्यो अझै अत्तपत्त होइन हामी आज यो गुलुगुले म्यापले हराएर हामीलाई उताको टुप्पाने पुरा अब यो बाटो फेरि ट्याक्कै त्यो कौडा लेक जाने बाटो झडेमा निस्किने भने पुगिन्न अत्तपत्त होइन हिँडेको 1000को तेल स्वाहा होला जस्तो छ अहिले चाहिँ अब हामी यहाँबाट झडेवा त्यसपछि सरर चुली डाँडा के अरे जल्पा पुग्छ भने के अरे गुगल म्यापले पुग्यो भने पुग्यो पुगेन भने गुगलले रिपोर्ट हालिन्छ हाम्रो 1000 रुपियाँ कम्पनी चाहिन्छ होइन हो नि चुली डाँडा जानको लागि खानै पर्छ अरे नत्र अनि जोसाउनु अरे असली बुलै छ असली बुलै छ असली बुलै छ असली बुल आयो होइन बसन्ती मेरो बसन्ती यहाँ ल रुप्सीबाट यहाँबाट पल्छ त फर्किसकेछ अब यहाँबाट 10-15 मिनट अरे हात काटो यहाँबाट ल अङ्कलको दोकान यहाँ रहेछ यहाँबाट आउनु होला अङ्कल दोकान किनेर खाऊ ल रेडबुल खा गया जोस आ गया रेडबुल होइन असली बुल खाइयो असली बुल हो अझै गोरु नि खाइयो क्या गोरु खाइयो यहाँबाट आधी घन्टा अरे अब आधी घन्टा पनि लाग्दैन 10 मिनटमा पुगिन्छ त्यति खाएपछि त अब यो बाइकहरू कस्तो सुताउँछु मैले ओ भयो ल दाइ जाँदै गर्नु है त फोन गर्नु आउनु म हिँड्दै जाँदै गर्छु ल क्या हो बाटो त के भन्न चाहनुहुन्छ हामी हराइसक्यो गुलुगुलु म्यापमा हेर्ने के सिन हेरेर रमाइलो तर गएको छ आउँदै आउनु यो पछाडि चाहिँ हेर पछाडि चाहिँ कौडा लेक जाने बाटो यो यताबाट चाहिँ यो कहाँ हो यो मालिका देवी मन्दिर जाने बाटो यता हो भन्दा गुगल म्यापले ल जान्छ नि फेरि गुगल म्यापको भरमा ल जय माता दी रक्षा गरौँ हामीलाई हामी नहराउन् यो स्कुल रत्नमादेवीबाट यता होइन अरे यता माथि लेफ्टतिर माथि मामा होम अरे मामाको माथि यता माथि अरे बाटोमा त गयो मलाई माथि ल बाटो चाहिँ ठिकै कौडा लेकको भन्नु त ठिकै रहेछ अलिकति अफरोड खासै छैन अलिअलि अफरोड छ यतिको अफरोड जान्छ स्कुटी पनि हाम्रो आज यहाँ 5 लिटर पेट्रोल भइसक्यो अझै पुगेन हामी 1 बजी 12:30 भयो न्यु इयर त रमाइलो भयो बाटो हेर्दाखेरि कहाँ हो हिँडेको हिँडै छ आउँदैन आउन्न
कोइला खाने हो कि आइडेड लाग्यो र कोइला खाने हो होइन कोइला खाने हेर न आएको छ ओए खोला हेर न कस्तो बास्ना आएन बास्ना हो कोइला खाने हो बे सडै सड 0.5 आएन न हजुर ओए माथि त त्यो एउटा फोटो त बनायो म बोलाउनु भएको कि ढुङ्गा कमजोर हो यार हेर त ओ बाहुबली ओए म बलियो भएको हो हेर त अनि एकचोटि सिन देखाइदियो दर्शक दिन मान्नुभयो होला कहाँको स्वर्गमा आइयो अपाचे आएको रहेछ यिनले कता कता मुस्ताङ भाइब्स हाने छैन त तिमीहरूलाई हेर त यहाँ मुस्ताङ भाइब्स मुस्ताङ भाइब्स हानिदिरहनु त अनि यहाँ उयो मुस्ताङको कहाँ मुस्ताङको गुरुङ यहाँ आइपुगेछ अनि हेर जान पर्ने हामी उहाँ हो त टुप्पामा भरे यत्रो जान हजुर कहाँ गाह्रो छ नि गाह्रो छ भ्युजै आउनु न यति गरेर ल हिँडेको 3 घन्टा जति भयो आउँदै आउनु हिँडेको हिँडे चाहिँ आडै आन्न यार कहाँ हो कहाँ उही यहाँ कहाँको खै के मन्दिरमा आइयो आउनु अब यहाँबाट अलिकति पर कति मिनट ओ वहाँ ऊ त्यही रहेछ ऊ त्यो टावर देख्यो ऊ त्यो रुख ओ हिँड बस बस आयो 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 ल आयो त्यही रहेछ ल बसौँ 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 चाल पनि बिग्रिन लागिसक्यो ल हामी जल्पा बजार फाइनल्ली यहाँ जल्पा बजार त्यहाँ चाहिँ चुली डाँडा छ है डाँडा कतातिर चुली डाँडा त्यही बजारको मुनि ठ्याक्कै हेर्नु त जल्पा बजार ठ्याक्कै चुली डाँडा बजारको मुनि लेख्यो क्या ट्याक्कै बजारको मुनि हेर्नु न त्यो त वहाँ अब वहाँ माथि भन्ने म्यापमा हेरेको अघि म्यापमा भनेको ल लाग्यो ल अहिले फर्किँदाखेरि म त यही बसमा हो बाटो धस्दै छ टिकटक र गुगल म्यापको विश्वास चाहिँ कहिल्यै नगर्नु होला आयो ढोलीमारा लेखेको बोर्ड त्यहीँ रहेछ त्यहीँ माथि चाहिँ चिनेर के भन्न चाहनुहुन्छ यो चाहिँ अब यो चाहिँ गाउँ खासमा ढोलीमारा गाउँ त्यहाँ यो गाउँ ढोलीमारा त्यसपछि ढोलीमारा गाउँ यहाँ 3 डाँडा ठ्याक्कै त्यसमा 3 डाँडा ल मलाई छोडेर जाने यस्तो हरामी यार दाइ यार यहाँ चाल बिग्रिन लागिसक्यो मान्छेको हेलमेट खै हेलमेट त पुग्नु लैदियो यहाँ ठ्याक्क आएपछि हेर माथिपट्टि हेऱ्यो होमस्टे ढोलीमारा सामुदायिक होमस्टे है त माथि उयो लास्ट अफ रोड छ त यार लौ आइपुग्यो हामी फाइनली बाटो चाहिँ कसम चाहिँ गोरु हिँड्ने बाटो मा कसम बाइक लिएर आऊ स्कुटी लिएर त नोरिकन आऊ यहाँ तिमीहरूको स्कुटी घर लाग्ने अवस्थामा हुन्न कसम कसम केउली वन पनि यही हो माथि देखाइ त माथि देखाउ न केउली वन केउली गार्डन यही हो ढोलीमारा पनि त्यही हो सब एक नाम आइछ एउटै नाम आइछ कसम चाहिँ गोरु हिँड्ने बाटो मा कसम कसम चाहिँ गोरु केटी खान्छ ल गाइज के भन्न चाहनुहुन्छ कसम चाहिँ गोरु हिँड्ने बाटो मा कसम गोरु हिँड्ने बाटो कसम चाहिँ गोरु हिँड्ने बाटो हो यो आया जा अब एउटा डन्डा हेर्नु ल यहाँ त उस पनि थियो त यार गेट सेट पनि थियो त कता हो गेट सेट यो माथि नि गएन अझै कि माथि नि छ र अर्को माथि गुलुगुलु हेर त सन्तीको हालत हेर त यहाँ आम्बो हेर त यहाँ धुलै धुलो ठिक छ यतिको गरेपछि यतिको अझै यहाँ ल यहाँ फाइनल्ली हामी पनि आइयो दर्शक बिन्द महानुभावहरू यो टिकटक धेरै भाइरल भएको ठाउँ
तर बाटो कसम चाहिँ गोरु हिँड्ने बाटो छ यहाँबाट माथि छ अरे अझै जाने माथि तिमी नजा म मात्रै जान्छु है तिमी नजा म मात्रै जान्छु है यो केउली वन पनि यही अझै यो अमृतसरको झाडीवाला यस्तो झाडीमा के भएको छ र आएर यति हेर्नको लागि कसम चाहिँ गोरु हिँड्ने बाटो आइयो हामी त्यो बाइक बिचरा हेर यति छ यहाँ यतिको लागि टिकटकले गर्नु गरेछ जनतालाई यता माथि पनि छ अरे होमस्टे के जस्तो छ अरे भ्यू टावर जस्तो हामी त्यहाँ नै जान्छौँ ल फाइनल्ली यो पनि कम्प्लिटेड अब अर्कोचोटि सिरुबारी हुनसक्छ यो टिकटकमा देखेर भएको थियो के बारी अहिले काटेर यस्तो बनाने न हो यो यहाँ ल म त्यहाँ जान्छु अब म चाहिँ भरत दाइले जगाउनमा हालेको ठाउँ झिङ 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 ए अझै माथि छ अरे माथि जान्छ म आइसकेँ यहाँ र तर यहाँ केही छैन यति हो बस यतिको लागि यहाँ यो माथि त औडा हावा हावे यहाँ एकैचोटि 100-150 जना चढाउनु त भाँचिन्छ है कसम ल यही चुली डाँडा फुली डाँडा टुली डाँडा सिद्धो भ्याइयो तिमी हिँडेको त हल्ले आफै कसम चाहिँ ल फाइनल्ली केटा हो फाइनल्ली केटा हो सुकुन हो गया कंप्लीट हो गया नगर्नु हल्ले लास्ट कसम चाहिँ यहाँ 5 जना कुसन भाइ त चढाउनु भाँचिन्छ कसम चाहिँ कसम कि नगर्ने यार कुसन भाइको 7 जनाले लास्ट वर्ष कुसन हावा चाहिँ मेरो चल्छ रहेछ केउली बन भने नि यही जग्गा यो अमृत झाङ यही छ यही छ भ्यू त कस्तो कुसन भाइ हिँडेर होला क्यामेरा नहल्ने भोलिबाट गाउँ यो माथिपट्टि टक्क डाँडा भइगयो है फाइनल्ली हामीले यो ढोलीमाराको रहेको जल्पाको माथिपट्टि बादल हेर न पुरा कसम चाहिँ होइन यु इन्ट्रेस्टेड यु क्यान कम हियर तर बट दिस इज अलिकति बुढेसकाल लाएर कमजोर भयौँ लचक भयौँ त्यही भएर इफ यु आर इन्ट्रेस्टेड यु क्यान कम हियर कमेटी अन रिक्स तर बाटो चाहिँ उयो भेडा बाख्रा जस्तो बाटो हो कसम चाहिँ भेडा हिँड्ने बाटो हो यो के भन्छौ कसम चाहिँ भेडा हिँड्ने बाटो यो 1 नम्बर भेडा हिँड्ने बाटो तर यो पनि हेर यो पनि कुहिसक्नु लागेको छ काठको यो बनाएको यो तलको फलाम रहेछ तर यो माथिको काठको भएर यो ठुस भएको छ ल ओए स्काई त बवाला है आकाश त कहाँ सक्नु र आकाशलाई ल अब हामी माथि जाँदा जान्छौँ एकचोटि यहाँ यो बाटो यही हो आएको कालो बादल पानी पऱ्यो क्या यार माथि यो तलपट्टिको केउली बारी के भन्ने यो चुली डाँडाको डाँडा टिकटक हेरेर आयो टिकटकले कमाल देखायो केही छैन यति हो यार कसम चाहिँ यति हो ल ल हामी बाई टिकटक र गुलुगुलुले खतम आज त गुलुगुलुले डुबा यार लास्ट खतम बनायो ल उमरे चन्द्रमा यही हो है हाम्रो बसन्ती यहाँ चाहिँ नि घाम तापी छिन् म चलान्छु अब म बस्दिनँ गरे साथीभाइ हो दाजुभाइ हो के भाइ हो सब भाइ हो दिदीबहिनीहरू तिमीहरू टिकटक हेरेर टिकटकको कस्तो राम्रो ठाउँ रहेछ भन्छौ होला भनेर आउँछौ पनि होला ठाउँ ठिकै एउटा देखाऊ ठाउँ यही हो खासै छैन यहाँ बाटो कस्तो यता देखाउनु बाटो जुन आउने मेहनत छ त्यति जति आउन मेहनत लाग्छ तर त्यति केही छैन यहाँ त्यति हो यहाँ त माथि पार्कपुर छ अरे माथि पल्टायो कि होइन पल्टायो
टिकटकमा देखेको ठाउँ आएछ रे भोलिमारा पुगेर पर्यटन विकास विकास केटा 60 रुपियाँ टिकट लाग्दो रहेछ दुईजनाको आइयो हामी त्यो बियरको बोतलले स्वागत गरेको त यता के हो यता जान्छ भाइ माछा जान्छ गयो मलाई छोडेर थाकेर फ्या फ्या भन यो गेटबाट भित्र छिरेपछि यस्तो छ ए यस्तो होइन यस्तो छ ल यहाँबाट तल यहाँ बस्ने ठाउँ मेरो बसन्ती वहाँ छ पिकनिक स्पट नि रहेछ यहाँ यताबाट गाउँ हेर आऊ मेरो बसन्तीको हालत यस्तो भयो आज बसन्ती र यहाँ ऊ त्यहाँ हिमालय घाम लाग्यो ऊ तल सिंह रहेछ त ल हेर तिमीलाई म देखाउँदैछु यही हो सबै ए टु जेड नकाटिकन यहाँ ग्रुप पार्किङ फोटो ऊ यहाँ ऊ रहेछ काफल खाएर भइसकेछ छैन काफल हो सिद्धिसकेछ त्यहाँ धारा रहेछ ओ त्यहाँ लायन रहेछ देख्यो होला लायन ऊ त्यति हो त म क्या त्यो जल्पा बजार होइन हो त्यहीँबाट आएको हामी होइन जल्पा बजार ल लाइनमा जान्छौँ हामी र यहाँ यो लाइन चाहिँ जूमा छ तारे तार लाखा अर्को यो लाइनको फेरि यहाँ दाइ ए भाइ यहाँ ए खै आँगा त्यस्तै गर त लाइनको भाइ यहाँ छ नि ए लाइन दाइ तिमी कहाँ हो रे ए मे सिंह हौ रे मे चुली डाँडाको पार्कमा छु रे मलाई हेर्न आऊ रे 60 रुपियाँ टिकट लाग्छ रे दर्शक बिन्दुमा महानुभावहरू टिमुर मात्र फ्रीमा ओहो नि टिमुर जता टिप्यो नि फ्रीमा ओइ कता खोज्छौ जति नै छ त जति नै छ जति जता खोज्यो नि ल्याउ टेन्सन फ्रीमा मङ्गो बसा कस्तो हरिब बसा हेर त यहाँ टिमुर यो जडैबाट उठाइदिउँ कि काटेर होइन पुरै टावर छ तिमीहरूले त्यहाँ देखेर चुली डाँडाको बोर्ड यहाँबाट यसै गरी हेऱ्यो भने होइन तिमीहरू यता गाउँ देख्छ कि मैयाको मगर छ यता तल बाख्रा चरा छ यता बादल ला छ पानी पर्ला जस्तो गरेछ कि होइन टिमुर चाहिँ मैले यहाँ गोजीमा हालेको टिमुर ओइ ल बादल लभली नै जानुपर्छ पानी भेटा ल फाइनल्ली once again thanks शट हेर यहाँ चुइडा लेखेको छ यो भ्यू टावर र यो सिन ल अब बिदाइ गर्दै म घर जान्छु बाई बाई भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो भने आउनु होला यो ठाउँ हेर्नलाई होइन तर पर्सनल्ली चाहिँ म चाहिँ रिकमेन्डेड गरिनँ किन भन्दा बाटो लास्टै अफरोड छ अब इफ यु आर इन्ट्रेस्टेड यो ठाउँ हेर्दा राम्रो लाग्यो भने यु क्यान आउन सक्नुहुन्छ यहाँ यो चाहिँ जलपा त्यो जुन टिकटकमा देख्नुभएको थियो नि हजुरले त्यो सिँढीवाला त्यो अलिकति माथि हो आउनु होला यहाँ ठक्क छ यता पनि छ पार्क जस्तो तलपट्टि पिकनिक खान डाउन रहेछ होइन ल त्यही हो अब इफ यु आर इन्ट्रेस्टेड राम्रो लाग्यो भिडियो राम्रो लाग्यो भने मस्ट भिजिट
भिडियोलाई लाइक कमेन्ट मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला भन्दै अब अर्को भ्लगमा भेट्ने बाचा गर्दै म बिदा हुन चाहन्छु तपाईँहरूको प्यारो भ्लगर गुरुङ सर बाई बाई टेक केयर सी यू नेक्स्ट भ्लग